यौन व्यवसाय यौन परमिट लाइसेन्स सरकारले दिनुपर्छ भन्नुभएका छन्। एउटा जिम्मेवार मान्यज्यूले, सरकारकै मान्यज्यूले यो व्यवसाय वेश्यालय कोठी सरकारले नै चलाउने दिन आएको त होइन। सभामुख महोदय, देशका युवाहरू लाखौं विदेश खाडी मुलुकमा रोजगारी र शिक्षाको लागि आफ्नो भविष्यको लागि देश छोडिसकेका छन्। अब सीमित कलिला युवा आमा छोरा छोरी मात्र बाँकी छ। देशको आर्थिक विकासको लागि पर्यटन भित्राउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटन ल्याउनको लागि यौन व्यवसाय यौन परमिट लाइसेन्स सरकारले दिनुपर्छ भन्नुभएका छन्। एउटा जिम्मेवार मान्यज्यूले, सरकारकै मान्यज्यूले यो व्यवसाय वेश्यालय कोठी सरकारले नै चलाउने दिन आएको त होइन। यो देश प्रकृतिको सुन्दर देश हो। यो देश जलस्रोतको विश्वको दोस्रो सबैभन्दा ठुलो देश हो। यो देश देवभूमि हो। यो देश माता सीता र भिरकुटीको भूमि हो। यो देश देवी पूजनको भूमि हो। यो देश बुद्ध जन्मेको भूमि हो। यही दिनको लागि गणतन्त्र ल्याएको हो। यही दिनको लागि राजा फ्याँकेको हो। सभामुख महोदय, हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर मान्य सांसद जुम्लाका ज्ञानेन्द्र शाहीलाई चाहिँ अपशब्द बोलिकन मानहानिसँग यहाँ जोड्नु भयो। तिमी र तपाईँ मिस्टर भनिकन सम्बोधन भयो। ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएको सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा डबल भोटले जित्नु भएको थियो। यस्तो यो सदनमा मर्यादाहीन तरिकाले पेश हुनु गैर जिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ र ती सांसदलाई सचेत हुनको लागि सभामुखज्यूबाट म अनुरोध गर्न चाहन्छु। धन्यवाद। खबरसेन्टर.com, सबै खबर एकै ठाउँमा।